नाम भक्त सुवेदी, नवजात तथा बालरोग विशेषज्ञ पूर्णटुङ्गा विद्यासिटी अस्पताल। अहिले चिसोको मौसम छ। चिसोको मौसममा बच्चाहरू बिरामी भएर ओपिडीमा आउने क्रम बढेको छ र सबैभन्दा मुख्य समस्या चाहिँ श्वास प्रश्वास सम्बन्धी नै आइरहेका छन् र मुख्य लक्षण खोकी हुने गर्दछ। खोकी सँगसँगै अरू लक्षणहरू जस्तै सास बढिरहेको छ, बच्चाले दुध नखाएको छैन, कोखा हानिरहेको छ, ओठहरू निलो भएको छ भने ती लक्षणहरू साधारण खोकीको नभएर खतरनाक रोग जस्तै निमोनिया, ब्रोन्कियोलाइटिसको हुन सक्दछ। जाडो मौसममा निमोनियाको समस्याहरू बढ्छ बच्चाहरूमा। निमोनियाको लक्षण चाहिँ छिटो छिटो सास फेर्ने, कोखा हान्ने हुन्छ। यो कुरा याद गर्नुपर्छ अभिभावकहरूले। त्यस्तो लक्षण देखिएमा तुरुन्त बालरोग विशेषज्ञलाई देखाउने र नजिकैको अस्पतालमा सम्पर्क राख्ने सल्लाह म दिन्छु। निमोनिया लाग्दैमा डराउनु पर्दैन। समयमै उपचार भयो भने यो पूर्ण रूपमा ठिक हुन्छ।